सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला नै होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले केही बेर अघि यो स्ट्याटस राख्ने बित्तिकै उनी प्रहरीको हिरासतमा गिरफ्तारीमा परिसकेका छन्। लामी छानेलाई उच्च अदालतले थुनामा पठाउनुको मुख्य आधार के हो त भन्ने किसिमको जिज्ञासा पनि हुन सक्छ। खास गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछानेलाई धरोटीमा छाड्न नहुने कारण आदेशमा उल्लेख गरेको छ र अदालतले रासोपा सभापति रवि लामिछाने गोर्खा मिडियाको कर्मचारी नभई सञ्चालक शेयर धनी र प्रबन्ध निर्देशक रहेको देखिएकोमा निजले सो रकम चेक काटी संस्थाको आर्थिक कारोबार गरेको उल्लेख गरेको छ र उच्च अदालतको आदेशमा के भनिएको छ भने चेक काटी संस्थाको आर्थिक कारोबार गरेकोमा सहकारीबाट के कसरी रकम आएको हो भने आफूलाई थाहा नभएको भने बयान गरेको र सो सम्बन्धमा अन्य प्रतिवादीलाई दोष थुपार्ने अभिव्यक्ति प्रथम दृष्टिमै पत्यार लायक देखिएन भन्ने किसिमको चाहिँ नि उच्च अदालतको आदेशमा भनिएको अवस्था छ र सहकारीबाट मिडियामा पैसा आएको थाहा छैन भन्ने रवि लामिछानेको बयान पनि विश्वसनीय नदेखिएको अदालतको आदेशमा भनिएको छ र साथै मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको सहकारीबाट गैर कानुनी रूपमा लामिछानेले मिडियामा पैसा ल्याएको पनि भन्ने अदालतको आदेशमा उल्लेख छ र म तपाईँहरूलाई अदालतको आदेशमा के छ भनेर पढेर सुनाउन चाहन्छु। अदालतको पुरा अदालतको आधार यस प्रकार रहेको छ। राज्यको अर्थतन्त्रको एक खम्बाको रूपमा रहेको सहकारी क्षेत्रमा पर्ने सुप्रिम सहकारी संस्थामा रहेको जनताको बचत रकम तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी समेतको संगठित मिलेमतोमा गोर्खा मिडिया प्रालीमा आएको गोर्खा मिडिया प्राली कानुनी व्यक्ति रहेकोमा यस सहकारी संस्थाबाट ऋण लिन कानुनी रूपमा नपाउने प्रतिवादी समेतको जानकारी योजना र सक्रियतामा सहकारी संस्थाबाट ल्याइएको रकम यी प्रतिवादी गोर्खा मिडियाको कर्मचारी नभई सञ्चालक शेयरधनी र प्रबन्ध निर्देशक रहेको देखिएकोमा निजले सो रकम चेक काटी संस्थाको आर्थिक कारोबार गरेकोमा सहकारीबाट के कसरी रकम आएको हो भने आफूलाई थाहा नभएको भनी बयान गरेको र सो सम्बन्धमा अन्य प्रतिवादीलाई दोष थुपार्ने अभिव्यक्ति प्रथम दृष्टिमा नै पत्यार लायक देखिँदैन भनेर अदालतको उक्त आदेशमा भनिएको छ। लामिछानेलाई थुनामा पठाउने अदालतको आधार यही नै देखिएको छ र रवि लामिछानेले खास गरी एउटा भिडियो सन्देश मार्फत पनि शनिबार चितवनमा हुने कार्यक्रम नरोक्नका लागि भन्ने किसिमको चाहिँ नि उनले सन्देश जारी गरेका छन्। रवि लामिछानेले चितवनमा हुने कार्यक्रममा धेरै कुरा बोल्ने भनेर यस अघि बताएका पनि थिए। जब उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पछिल्लो पटक उनी भित्रिएका थिए अर्थात् सभापतिको पद को जिम्मेवारीमा फर्किएपछि उनीले धेरै कुरा चितवनमा बोल्ने बताएका थिए र चितवनमा हुने जनयात्राको शुभारम्भ नरोक्न भनेर रवि लामिछानेले भिडियो सन्देश समेत जारी गरेका छन्। अब भोलि रवि लामिछानेको सन्देशले काम गर्छ वा गर्दैन त्यो पनि हेर्न बाँकी छ। अर्थात् चितवनमा जनयात्राको शुभारम्भ हुन्छ कि हुँदैन त्यो पनि हेर्न बाँकी छ। रवि लामिछानेलाई आज नै बुटवल पुर्याउने तयारी रहेको भन्ने किसिमको जानकारी पनि प्राप्त भएको छ। यो अपडेट तपाईँहरूलाई गराए। थप अपडेट हामी आइतबारको कार्यक्रममा यहाँहरूलाई पक्कै पनि गराउनेछौँ। अहिलेका लागि बिदा हुन्छु। नमस्ते।